हेलो एभ्रिवान, तपाईहरुलाई मेरो मिनी ब्लगमा स्वागत छ। अनि हामी चाहिँ आज बिहान घाँस काट्न आएको छौं। म र बहिनी चाहिँ यो हाम्रो बारीमा चाहिँ उधो जाने बाटो चाहिँ एकदम राम्रो थियो अनि यहाँ रोडले चाहिँ यसरी बिगारेको छ साथीहरु। अनि हामी चाहिँ यो घाँस काट्नु पर्ने हुन्छ। अब चाहिँ म यो घाँस फटाफट काटेर घर जानु पर्ने हुन्छ। ल अब हामी चाहिँ घर हिँड्ने बेला भयो। भारी पनि लगाइसक्यौं अनि मेरो बहिनी पनि तयारी भइरहेछ भारी तानिदिनु पर्ने। साथीहरु हामी चाहिँ एकछिन यहाँ दिदी बहिनी बसेर एकछिन अलिकति टिकटक बनायौं थोरै। अनि चाहिँ अब हामी चाहिँ नबिसाइको टुटुम जान्छौं रे बस्तुमा जाने। अनि घाँस लाएर हामी चाहिँ आफ्नो काममा जानुपर्ने हुन्छ साथीहरु। हिँड्न ल।